बिहानै लोकल बसमा चढेर भक्तपुरमा रहेको सिद्ध पोखरी घुम्न जाउँ भनेर साथीहरुमा सल्लाह भयो अनि निस्क्यौं सबैजना गाडी चढेर। अनि हामी हिँड्यौं गयौं सबै कुरा भिडियोमा राख्दा लामो हुने भएको कारणले गर्दा सानो सानो भिडियो बनाउने कोसिस गरेका छौं। मन पर्यो भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिकन हामीलाई सपोर्ट गरिदिनु होला। गएर गाडीबाट झर्यो अनि भित्र जानतर्फ हामी लाग्यौं। बस हजुर हुनुहुन्थ्यो, म थिएँ, हाम्रो अनिशजी हुनुहुन्थ्यो क्यामेराम्यान, अनि हाम्रो सुदीपजी पनि हुनुहुन्थ्यो। हामी 4 जना गएका थियौं। अनि सर जाँदा चाहिँ एकदमै सिद्ध पोखरी चाहिँ राम्रो अनि रमाइलो देखिरहेको थियो। क्यामेरा गतिलो नभए पनि हाम्रो आँखाले चाहिँ अझै राम्रो देखेको थियो। माछालाई चारो किनेर खुवाउन लाग्यौं, तर माछा भने जस्तो सोचे जस्तो राम्रो आएन। त्यही पनि किनेको कुरा त सकाउनै पर्यो भनेर चारो हामी हाल्दै थियौं। माछाको खोजी थियो खास चाहिँ, माछा हेर्ने रहर, तर माछा हेर्न सकेन। त्यसपछि अल्छी लागेर फर्केर आएर टिकट काट्यौं। हामी पनि डुङ्गा यहाँ रहेको बोर्ड चढेर यसो इन्जोय गर्न तर्फ लाग्यौं। माछा नआएको कारणले गर्दा केही नआउने ठाउँमा बसिराख्नु भनेर त्यहाँ बोर्ड पनि चढ्न पाइने रहेछ। अनि बोर्ड चढेर रमाइलो गर्न लाग्यो। बोटिङ गर्दाखेरि एकदम रमाइलो भइरहेको थियो। हामी साथीभाइहरू मुस्कुराउँदै एकअर्कालाई हेर्दै हाँस्दै मजाले साइकल चलाउने पारामा रफ्तार दिइरहेका थियौँ। एकछिन घुम्यौँ, रमाइलो गऱ्यौँ। त्यो सिद्ध पोखरीमा आइसकेपछि बोटिङ गर्दा चाहिँ एकदमै मुड अफ छ भने पनि फ्रेस फिल हुने रहेछ। अरू पनि गर्दै हुनुहुन्थ्यो साइडतिर, हामी पनि त्यतै बसेर बोटिङहरू गऱ्यौँ, रमाइलो गऱ्यौँ। माछालाई किनेको चारो माछा नआइसकेपछि अब बाँकी रहेको कुरा आफैले पनि खाएर सिद्ध्याउने तर्फ पनि हामी लाग्यौँ। अलिअलि माछालाई हाल्दै पनि थियौँ। अनिशजी भिडियो गर्दै हुनुहुन्थ्यो, बसले भिडियो खिच्दै हुनुहुन्थ्यो। हामी यसरी नै सिद्ध पोखरी गयौँ, रमाइलो गऱ्यौँ। दिन त काट्नु पर्यो बेरोजगारीहरूको र केही फोटोसुटहरू लियौँ। यो एकदमै रमाइलो भयो। एकदमै तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने सिद्ध पोखरी आएर घुम्नु होला। त्यसपछि हामी बोटबाट निस्किएर माछा नआएको कारण अर्को ठाउँमा जाने विचार गऱ्यौँ। अनि फेरि भोजा मस्यौरा किनेर चाहिँ हामी सिद्ध पोखरीकै अर्को साइडमा रहेको पोखरीतर्फ जानलाई निस्क्यौँ। यो पोखरी पनि हेर्नमा एकदमै राम्रो रमाइलो अनि तरिकाले बनेको थियो। पानी त त्यस्तै हो पोखरीहरूको, सफा त्यति क्लियर त थिएन, तैपनि आउनलाई हेर्नलाई चाहिँ एकदम राम्रो थियो। हामी खास माछा हेर्न, माछालाई चारो खुवाउनु भनेर आएका थियौँ। उता नपाएको कारणले गर्दा अब के गर्ने त भनेर त्यहाँको पोखरी आइयो। अनि साथीभाइहरूसँग गएको बेलामा समय काट्ने, समय भेटघाट गर्ने रमाइलो छ लाग्छ। तर अनि यहाँ पुगिसकेपछि चाहिँ हामीले एक्सपेक्ट गरेको जस्तै माछाहरू चाहिँ टन्नै रहेछ। उता सिद्ध पोखरीमा त खासै माछा आएन, तर यहाँ चाहिँ एकदमै रमाइलो भयो। माछाहरू धेरै मात्रामा चारो खानलाई लगेको चारो हाल्न थालेपछि धेरै निस्किनु भयो। अनि हामी सबैजना मिलेर फटाफट चारो खुवाउने, रमाइलो गर्ने, भिडियो सुट गर्ने कार्यहरू गऱ्यौँ। यहाँ तपाईँहरू आउनुभयो भने तपाईँहरूको दिन चाहिँ एकदमै रमाइलो तरिकाले चाहिँ बित्दैछ। किनभने माछाहरूसँग खेल्दा रमाइलो गर्दाखेरि कतिखेर समय सिद्धियो, कतिखेर माछाको खाजा सिद्धियो भने पनि हामीलाई थाहै भएर अनि एकदमै रमाइलो भयो। अनि तपाईँहरू पनि यदि माछा हेर्न आउनुहुन्छ भने सिद्ध पोखरी भन्दा यता साइडमा रहेको अर्को पोखरीको नाम चाहिँ थाहा भएन, त्यहाँ आउनुभयो भने एकदमै धेरै मात्रामा माछाहरू भोकाएर तपाईँले लिएका खाजाहरू खानलाई तयार हुनेछन्। हाम्रो बसी पनि माछालाई खाजा खुवाउनु पर्यो भनेर आउँदै हुनुहुन्थ्यो। अनिशजी मस्यौरा खिलाउँदै हुनुहुन्थ्यो। बसी पनि आउनुभयो। अरू सुदीपजीले चाहिँ भिडियो खिचिदिनु भयो।
त्यसै गरी नै हामीले माछाहरूलाई आज खिलायौँ। थुप्रै मानिसहरू हुनुहुन्थ्यो माछा हेर्न आउनुभएको, आफ्नो दिनचर्या काट्नलाई। यस समयमा तपाईँहरू पनि यस्तै रमाइलो ठाउँ घुम्न चाहनुहुन्छ भने त्यहाँ जानुभयो भने एकदमै रमाइलो अनि राम्रो छ। कसैले माछालाई यसो समाउन सकिन्छ कि भन्दै समाउने कोसिस गर्दै हुनुहुन्थ्यो, र माछा भने हातबाट पटक पटक चिप्लिरहेको थियो। माछासँग खेल्दा त्यसलाई छुँदा चाहिँ एकदम रमाइलो समय गएको पत्तै हुन्थेन। त्यो एकदमै रमाइलो भयो, रमाइलो गऱ्यौँ। तपाईँहरू पनि जानुहोला एकपटक माछा हेर्नलाई, रमाइलो गर्नलाई। त्यहाँ गइसकेपछि समय कति चाँडो बित्यो भने थाहै भएन। बेलुका घर फर्किने बेलामा रात परिसकेको थियो, साँझ भएर घाम डुब्न लागिसकेको थियो। अनि आजको दिनचर्या चाहिँ हाम्रो यसरी नै बित्यो। बेरोजगारीहरूको काम भनेको चाहिँ घुम्ने हिँड्ने कहिले कहाँ। अनि तपाईँ पनि यदि बेरोजगार हुनुहुन्छ भने तपाईँ पनि यो ठाउँमा पुग्न सक्नुहुनेछ घुम्नको लागि भन्दै आजलाई हस्त धन्यवाद। मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिकन सपोर्ट गरिदिनु होला।